टाडाङ यही है दिल्लीचो बेस क्याम्प। दिल्लीचो त अझै नै बाँकी नै छ पुग्नुपर्ने होइन। आजको गन्तव्य यहीँसम्म हो हाम्रो। सायद भोलि पुगिन सक्छ होला दिल्लीचो ताल। पुग्ला नपुग्ला तर कन्फर्म चाहिँ छैन है। तर म यो कुरा भन्न चाहन्छु कि कतिपय साथीहरूले घुम्न आएको साथीहरूले माथिबाट ढुङ्गा खस्छ, तल गुल्यो भने मर्स्याङदिमा पुग्छ भनेर नराम्रो कमेन्ट्सहरू गरिरहेको छ होइन। त्यो कमेन्ट चाहिँ नगरिदिनु होला। अहिलेसम्म हामी जति दिनहरू हिँडिरहेको छौँ नि, अहिलेसम्म हिँडेकोमा हामीले त्यस्तो कुनै कारणहरू ढुङ्गा आउने लाग्ने गुलेर खोलामा पुग्ने त्यस्तो कुनै कुराहरूमा हामी परेको छैनौँ क्या। हामी किनकि यही ठाउँमा जन्मेको हुर्केको भएको कारणले चाहिँ हामीले कहिले पनि भेटिएन कि त्यस्तो कुराहरू। तर प्रायः मान्छेहरूले नराम्रो कमेन्ट्सहरू मात्रै गरिरहेको हुन्छ। अब म भन्न चाहन्छु कि राम्रो कमेन्ट्स गर्नु सक्दैन भने नराम्रो कमेन्ट्स पनि नगरिदिनु होला। किनभने यो ठाउँमा चाहिँ एकचोटि पुग्नै पर्छ क्या। यो ठाउँमा एकचोटि पुगेपछि तपाईँहरूलाई फेरि अर्कोचोटि नै पुग्न मन लाग्छ क्या। यो त अब भन्नुपर्दाखेरि एउटा फर्स्टको जस्तो हो, दृश्यहरू हो। भोलि अब तपाईँ दिल्लीचो ताल पुगेपछि तपाईँले देख्न सक्नुहुन्छ कि यति राम्रो दृश्यहरू देख्न सकिन्छ क्या। हुन त खासै राम्रो बोल्न त आउँदैन मलाई, फर्स्ट टाइम मैले युट्युब भिडियो बनाएको हो। तर पनि मैले चाहिँ किन बनाउन मन लाग्यो भन्दाखेरि यो नराम्रो कमेन्ट्सहरू गरेको देखेर मलाई बनाउन मन लाग्यो। मैले सोचेको कुराहरू अब होइन, नराम्रो कमेन्ट्स त अब गर्न त गर्छ, राम्रो कमेन्ट्स पनि गर्छ, नराम्रो कमेन्ट्स पनि गर्छ। तर मैले अघि पनि भनिहालेँ, फेरि दोहोऱ्याउन चाहन्छु, यहाँ यस्तो गुलिएर खोला मर्स्याङदिमा पुग्ने, माथिबाट ढुङ्गा झरेर लाग्ने त्यस्तो अहिलेसम्म मैले देखेको पनि छैन, बोकेको पनि छैन के। ल गाइज, मेरो युट्युब च्यानल नाम चाहिँ खङसार भ्याली ब्लग भनेर छ। सब्सक्राइब गरिदिनु होला, कमेन्ट्स गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला है। अर्को बाँकी कुरा पछिको भिडियोमा भेटौँला। बाई बाई, सी यू।